एक हप्तादेखि हेटौडाबाट आएको तामाको चाहिँ बल्ल अचार बनाउने सायद आज जुरेको छ। अझै 2-4 दिन यत्तिकै राखेको भए त सायद बिग्रिन्थ्यो पनि होला। त्यही तामा बिग्रिन्छ भन्ने डरले चाहिँ आज म जसरी नै अचार बनाएरै छोड्छु भनेर लागि परिरहेकी छु। मेरो बानी पनि त्यस्तै छ, फेरि कुनै पनि काम झट्ट गरी नहाल्ने। त्यसैले चाहिँ मैले तामा बिग्रिन्छ भनेर ल्याउने बित्तिकै तामालाई धोइ पखाली गरिवरी बाहिर ताछेर फ्रिजमा फ्रोजन हुनको लागि राखिदिएको थिएँ। त्यसैले हजुरहरूले हेर्न सक्नुहुनेछ तामा अझै पनि फ्रेस नै छ। अचारको लागि यहाँ मैले तामालाई काटेर तयार पारिसकेकी छु। अब यसलाई हामीले 4-5 घन्टासम्म घाममा सुकाउनु पर्ने हुन्छ। आज चाहिँ म फर्स्ट टाइम 5 केजी तामाको एकैचोटि अचार बनाउन जाँदैछु। अलिकति तामा चाहिँ मैले तरकारी खानको लागि पनि छुट्याएर राखेँ। तामाको तरकारीको रेसिपी पनि म हजुरहरूलाई अवश्य पनि सेयर गर्ने नै छु। अचार मसलाको लागि चाहिँ यहाँ मैले जिरा, धनियाँ र तोरी लिएकी छु। हजुरहरूलाई चाहिँ कम मसला भएको सिम्पल अचार मनपर्छ भने तोरी मात्रै राखेर पनि अचार बनाउन सक्नुहुन्छ। अचारको लागि मसला बनाउँदा मैले सधैँ भन्ने नै गरेकी छु, मसला धेरै मसिनो पनि राम्रो हुँदैन, हल्का खस्रो खस्रो मसला नै अचारको लागि राम्रो हुन्छ। तामा मजाले सुकिसकेको छ। अब हामीले यसको अचार बनाउँदा हुन्छ। यहाँ चाहिँ मैले डल्ले खोर्सानी नै लिएँ अचारमा राख्नको लागि। डल्ले खोर्सानी र तामाको कम्बिनेसन चाहिँ वाउ नै हुन्छ। हजुरहरूले ट्राई गर्नुभएको छैन भने एकचोटि ट्राई गर्नुहोला। त्यसपछि चाहिँ हजुरहरू डल्ले खोर्सानी र तामाको अचारको फ्यान नै हुनुहुनेछ। मलाई नि थाहा थिएन तामाको नि अचार हुन्छ भनेर। तामाको तरकारी चाहिँ खाएको थिएँ, तर अचार चाहिँ मैले फर्स्ट टाइम मेरो श्रीमानको दिदीले ल्याइदिनु भएर टेस्ट गरेको थिएँ। त्यसपछि चाहिँ तामाको अचारको म फ्यान नै भएँ। अनि मैले फर्स्ट टाइम तामाको अचार राख्न पनि दिदीसँगै सिकेको थिएँ। उहाँले चाहिँ यसरी अचार राख्नु भनेर रेसिपी दिनुभएको थियो। त्यसपछि चाहिँ मैले दिदीले भने अनुसारै अचार बनाएँ। अचार चाहिँ फर्स्ट टाइम बनाउँदा पनि सोचेको भन्दा पनि एकदमै मिठो भएको थियो। यो अचारको रेसिपीको लागि चाहिँ उता हेटौडामा मम्मी पनि कुरेर बसिरहनु भएको छ। यसअघि चाहिँ मैले अचार बनाए तापनि भिडियो चाहिँ पोस्ट गरेको थिएन नि त। अनि उहाँले चाहिँ पहिला त अचार बनाएर भिडियो पोस्ट गर अनि म पनि बनाउँछु भनेर भन्दै हुनुहुन्थ्यो। सो आजको यो डल्ले र तामाको अचारको रेसिपी चाहिँ मैले स्पेसल्ली हाम्रो मम्मीको लागि सेयर गरेकी छु। डल्ले खोर्सानी र तामाको अचार चाहिँ बनेर रेडी भइसकेको छ। अब हामीले यसलाई हप्ता 10 दिनसम्म चाहिँ घाममा सुकाउनु पर्ने हुन्छ। त्यसपछि मात्रै हामीले यो अचार खान मिल्छ। हजुरहरूलाई आजको डल्ले खोर्सानी र तामाको अचारको रेसिपी कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट र आफ्नो साथीभाइहरूलाई सेयर पनि गरिदिनु होला। धन्यवाद।